हेलो साथीहरु, आज हामी करेसाबारी जोत्ने छौं फट्याङ्ग्राले। तपाईले फट्याङ्ग्रा भन्दाखेरि अचम्मै मान्नु भएको होला, म चाहिँ यसलाई फट्याङ्ग्रा नै भन्छु। हेलो साथीहरु, वेलकम ब्याक माय युट्युब च्यानल छोटो मिठो भ्लगमा वेलकम गर्नुहोस्। आज हामी बाउसरा जाँदै छौं फट्याङ्ग्रा ल्याउन। जोसेफ चाहिँ दौडिरहेका छन्, हतार छन् फट्याङ्ग्रासँग भेट्नलाई। हाम्रो चाहिँ फट्याङ्ग्रो ट्र्याक्टर आइसकेको छ। फट्याङ्ग्रो ट्र्याक्टर किन फट्याङ्ग्रो भनिरहनु भएको होला। हेर्दा चाहिँ फट्याङ्ग्रो जस्तो काम चाहिँ फटाफट गर्छ। यसले माटोलाई चाहिँ एकदम मैदा जस्तो धुलो बनाइदिन्छ। यसलाई सहज हुन्छ, भारी खन्दा धेरै समय पनि लाग्छ हैन। त्यसको लागि चाहिँ दाजुले यहाँ तयारी गर्दै हुनुहुन्छ फटाफट। यही हो हतियार, यसले चाहिँ जोत्ने। फेरि एक ठाउँमा जोड्दै फेरि त्यो बारीमा लगेर बेरो पनि त्यही त हो। त्यो सबैले गर्ने नि त्यही त हो नि। त्यहीबाट त फाइदा छ त अलिअलि अब जोत्ने। ल अब चाहिँ दाइले फट्याङ्ग्रो स्टार्ट गर्दै हुनुहुन्छ साथीहरु। हेर्नुस् है कसरी फट्याङ्ग्रो स्टार्ट भइसकेपछि दाइ चाहिँ फटाफट लागिहाल्नुभयो काममा। उहाँले चाहिँ करेसाबारी मजासँग जोत्दै हुनुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ। फट्याङ्ग्रोको हतियार पनि कडै रहेछ, त्यो भएको कारणले गर्दा यसरी जोतिरहेको छ। सकि नसकी भए पनि एकदम जोतिरहेको छ। आफू सानो फिस्टे भए पनि काम चाहिँ डेन्जर गरिरहेको छ साथीहरु, तपाईँ देख्न सक्नुहुन्छ। हेर्नुहोस् कसरी जोत्दैछ अनि उहाँले जोत्दै हुनुहुन्छ। मैले तपाईँले देखाउँदैछु कसले चाहिँ आफ्नो करेसाबारी यो वर्ष फट्याङ्ग्रोले जोत्नु भयो। कमेन्ट गरेर चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु। तपाईले देख्न सक्नुहुन्छ यही नै हो हाम्रो फट्याङ्ग्रो। मैले भनेको फट्याङ्ग्राले पनि के जोत्छ। यो घण्टौं लाग्ने काम चाहिँ हाम्रो 5 मिनेटमा काम तमाम भइसकेको छ। अब हाम्रो करेसाबारीको काम पनि सक्यो। त्यसपछि अब दाइ चाहिँ जानुपर्छ। मैले उहाँलाई पैसा दिनुपर्छ हैन। उहाँ चाहिँ आफ्नो तयारी गर्दै हुनुहुन्छ। 300 रुपैयाँमा काम तमाम भएको छ। जम्मा 12 मिनेट लाग्यो। यदि यो खन्नु पर्ने भएको भए लगभग लाग्थ्यो 2-3 घण्टा। त्यसलाई अब मिलाउ यताउति पुरै माटोलाई मैदा बनाउनु पर्छ आलु लगाउनुको निम्ति। र 12 मिनेटमा काम तमाम भएको छ तल मास्तिर गरेर। अब यो पैसा चाहिँ म दाइलाई दिनेछु अनि आज कमेन्ट गर्नु होला है। ओके, धन्यवाद। हेर्नुहोस् हेर्दा पनि एकदम सजिलो हैन, जता पनि लिएर जान मिल्ने, हातले कन्ट्रोल गर्ने यस्तो राम्रो साधन। साथीहरु, म चाहिँ तपाईहरुको लागि भिडियो बनाइरहेको छु। प्लिज सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।